मतपेटिका माथि राख्दै गरेको अवस्था हो यो बसमा। यो चाहिँ काठमाडौँ क्षेत्रमा 4 मा रहेको मध्यदेवी मन्दिरमा रहेको मतदान केन्द्रबाट मतपेटिकाहरू राख्दै गरेको अवस्था हामी देखाइराखेका छौँ। यतिखेर सबै उत्साह छाएको छ सबै नागरिकमा। अब चाहिँ देशमा शान्ति हुन्छ, समृद्धि हुन्छ भन्ने आशा अपेक्षा सबै आम नागरिकले राखेको अवस्था हो। यस्तो छ अवस्था। मतपेटिका लाग्यो यता सबैले ताली पेटिका देख्न सकिन्छ। ताली पेटिका गरेको अवस्था, खुसियाली मनाउँदै गरेको अवस्था यता एकदम खुसियाली छाएको छ। अब यस्तो छ अवस्था। यो मतदान केन्द्रबाट चाहिँ लागेको अवस्था यस्तो छ। लगेको दृश्य हामीले तपाईँलाई देखायौँ एकदमै बाक्लो उपस्थितिको साथमा एकदम उत्साहजनक रूपमा मतदान सम्पन्न भएको अवस्था हो यो। यस्तो छ एकदमै भव्य रूपमा सम्पन्न भन्दा हुन्छ। शान्तिपूर्वक ढङ्गले भिडभाड एकदम छ। सबैमा खुसियाली छ। देशमा चाहे जस्तै हुन्छ भन्ने आकलन गरेको अवस्था हो।